आज चाहिँ हामी काइकिङ जाँदै पोखरामा चाहिँ एकदम ट्रेन्डिङ चले के काइकिङ गर्ने मौसम त एकदम गर्मी त्यही पनि जाम न भनेर प्लान गऱ्यौँ अस्ति नैबाट प्लान गरेको थियौँ कहिले जाने अनि फाइनली आज डेट निस्क्यो अनि जान लाग्यो। आज चाहिँ को जाने हो भन्दाखेरि चाहिँ मसँग चाहिँ मेरो बहिनी अनि दिदी अनि त्यसपछि साथीहरूसँग जाने हो सबै मिलेर। अनि काइकिङ गर्ने कस्तो हुन्छ कस्तो डर चाहिँ लागे कस्तो हुन्छ भनेर डर अलिअलि लागे एक्साइटेड पनि छ कस्तो होला भनेर सबैले गरेको देख्दा गरौँ पनि हुने। अनि त्यसपछि मलाई चाहिँ नयाँ एडभेन्चर्सहरू चाहिँ गर्न एकदम मनपर्छ कि त्यही भएर आज चाहिँ जान लाग्यो। अब जान्छौँ अहिले चाहिँ म रेडी भएर बसिसकेँ अनि कुर्दैछु कतै ढिलो गर्छन् यहाँ यिनीहरूले अनि त्यसै साथीहरू आउँछन् अनि भेटेर जान्छौँ त्यही हो बाई बाई फेरि भेटौँला। फाइनली दृष्टिहरू आइसके ल नमस्कार यहाँलाई स्वागत छ हाम्रो अस्मिता दिदीको ब्लगमा। अनि आज हामी जाँदैछौँ साथीहरू सबै मिलेर काइकिङ अनि काइकिङ गर्न को जाने हुन्छ मलाई थाहा छैन म चाहिँ जाने हो होइन अस्मिता दिदी उता लुक्नु भएछ अस्मिता दिदीलाई देखाउँ ल दिदी के यिनीहरूलाई भेट्यो अब अरूलाई कुट्दैछन् सबसे लेट गर्ललाई कुट्दै हामीले लेट गेस गरेर कमेन्ट गर्नु होला सबसे लेट पहिला लाने हो कि होइन दृष्टि त दीक्षा लानु अब हेर के छ विचार हजुरको बहिनी मेरो बहिनी कसरी हुन्छ त्यो लजिकै हुँदा त मिलेन दृष्टिको बहिनी मेरो बहिनी बनाउने हो भाइ अब के हुन्छ के छ विचार जोइ भन्ने हो लड़की शर्मा गई तुम शर्मा गए ममतालाई मैले रक्षा दिदी र दीक्षा दिदीको इन्ट्री भयो ए दीक्षा दिदी आउनुहोस् ए बा दीक्षा घरका मान्छे निक्लेनन् मेरो दिदी र बहिनी दीक्षा दिदी आइसक्नु भयो त्यहाँबाट भाइ पनि आइसके सबसे सानो मान्छे सबसे ठुलो हो भाइ हामी सबैजना आइसक्यौँ। अब हामी काइकिङको लागि जान लाग्यो हाम्रो गाइजहरू गाइज आर यु एक्साइटेड यस सबैजना आइपुग्नु भयो हाम्रो अस्मिता दिदी हाम्रो अतिथ दाइ यहाँ हेल्प गर्दै हुनुहुन्छ अनि हाम्रो दीक्षा दिदी अनि रक्षा दिदी दृष्टि दिदी अनि म चाहिँ यहाँ खै त दुईजना कता गइसक्यो ए उता हुनुहुन्छ भ्लगै नगराइदिएको उसले यहाँ धन्नै खसेको यो यहाँ त हजुरलाई ब्याचलर साथमा कस्तो लागेको छ ब्याचलर साथमा रमाइलो लाग्यो अनि स्कुटरको डिक्की बन्द नहुँदा नरमाइलो लाग्यो के भयो किसुले पुछिन् भाइ जान्नु नि यहाँ यस्तो लागेको केले लाग्यो यस्तो टायरले होला हैन दुईटा तिनटासम्म लाग्यो क्यामेरा राम्रो भएको फोन लाने किनभने फोन भनेको एकदमै खस्ने धेरै हाई खसेको छ हाम्रो हप्तामा विकली होइन 4-5वटा फोन गएछ मान्छेहरू त्यही भएर तिमीहरूको पनि नजाओस् किनभने त्यो जिस्किँदै फोन भनेको खस्ने चान्सेस हुन्छ त्यही भएर एउटा दुईटासम्म लाने है 2-3टासम्म मात्रै लाने क्यामेरा राम्रो भएको त्यसको लागि चाहिँ वाटरप्रुफ ब्याग एउटा हामीले प्रोभाइड गर्छौँ त्यसमा चाहिँ लिएर जान मिल्यो त्यो अनि चाहिने बेलामा त निकाल्ने फोटो भिडियो हान्ने राख्ने है फेरि त्यो जतिखेर पनि त्यो फोटो भिडियो गर्दाखेरि हातबाट फुस्कियो भने सक्यो हाल्नु त्यही भएर चाहिने बेला निकाल्ने हान्ने फेरि राख्ने पनि त्यो नगर्नु ओभर नगर्नु नलडिकन खेल्नु है स्विमिङ आउँदैन भनेको जति पनि लड्छन् जम्प गर्छन् सबैलाई स्विमिङ आउने मात्रै हो सो आफ्नो टेक केयर आफैले गर्नुपर्छ ल तिमीहरूले है 3 गो ल
हामी चाहिँ आएर यहाँ काइकिङ गर्न लागिसक्यो अघि चाहिँ फोन खस्छ भन्ने डरले चाहिँ हामीले केही भिडियो खिच्न पाएनौँ अहिले चाहिँ यहाँ छ म यहाँ बसेछु फोनको रिक्स छ मेरो फोनको बडो रिक्स लाग्छ मलाई त्यही पनि मैले तर कस्तो मजा आउँदो रहेछ भन्ने त छुट्टै मजा आउँछ एकदम मजा हुँदो रहेछ कि रहन्छ गाइस खेले अतीत वहाँ रक्षा भिडियो खिच्दै यता पुनम दिदी र दृष्टि त्यसपछि यता ममता उहाँ पुगे दीक्षा गयो दीक्षा म त घुम्न पर्छ म सक्दिनँ आइज उहाँ दीक्षा अनि यता रक्षाहरू यता पुनम दिदी म यहाँ गफलाई खेल्दा खेल्दा अस्मिता चाहिँ सर्लकै डाइभ हान्दिन् अनि पुरै स्वागमा चस्मा लाएर पौडी खेल्दिने दिदी अनि यिनीहरू चाहिँ सबै हेरेको हेरै भयो नि त साइडमा चाहिँ एकछिन चाहिँ हामी प्यानिक भयौँ म अस्मिता डुबी भनेर ए भगवान् ब्लगको थम्बनेल के राखा के रे अस्मिता पछारेको दसले अब कसरी समात्नु म पनि भ्लगमा फिचर गर्नु म पौडी खेलेको है गाइस म त्यसरी फसाल्नु परेन है गाइस हामी हेरेको हेरे मलाई भनेको भिडियो खिच्न सिधा बनाएर हामी सबै यहीँ रिटर्न आयो अघिको त के भयो लोटेर भ्लग सब क्यान्सल भयो रिटर्न आयो कस्तो भयो रक्षा होइन कस्तो भयो भन् रमाइलो यो मुभी हैन नागेर मात्र धान्न दृष्टि कस्तो भयो रमाइलो भयो त लास्ट हात दियो भरे भोलि बिहान हुन्छ अझ एक्सर्साइज गरेर जस्तो कस्तो भयो दामी रमाइलो भयो दाइले पनि रमाइलो भयो भन्नुभयो हामीले 2 घन्टा सिक्यौँ है पुग्यौँ पौडी नि खेल्यो म त्यति नै हो अब चाहिँ खाजा खान जाने पुरै भिजेछौँ त्यति नै हो कतै ठाउँ खाली छैन धन्नै ज्याकेट बाँकी रहेछ त्यही भएर हो लाको अब चाहिँ खाजा खान जाने खाजा खान चाहिँ पुइमे जाने एकदम नजिक अनि छिटो यो हालत देखे पनि केही हुन्न बिनाले त्यही भएर पुइमे जाने अनि खाजा खाने अनि यता हेर्न कति बिजी कि हामी आइपुग्यो अब खाजा खान जाने फर्केको अरे उता फर्केको अरे भनेर उता फर्केको अरे यो बिहामा जाने मान्छे ओ माय गॉड कस्तो भिडियो यार है लास्ट भिडियो ज्याकेट पनि बाहिरी साइकिल हामी तीनजना स्विमर हो कि हामी तीनजना हामी त स्विमिङ गरेको यता हेर बहिनीलाई हेर न बहिनीको मेकअप झऱ्यो त्यही भयो यस पुछ्यार हाम्रो चाहिँ स्टिम मोमो आयो अब चाहिँ हामी फुडको लागि चाहिँ वेट गर्दैछौँ सबैजना पुरा भोकमा जाडो कसैलाई चाहिँ फोटोको लागि हतार छ कस्तो छ गाइस मिठो मोमो स्टिम मोमो आइसक्यो चिल्ली मोमो भोक लाएर सब कन्सन्ट्रेट छन् खानेकुरामा कसैलाई हाल्दी फ्रिक्वेन्सन के भनेर छ हाल्दी किड्सहरू 2 जना हेल्थ कन्सियसहरू 2 जना उहाँ तर फेरि चिल्ली मोमो खान्छन् अनि सजेसमा पुनम दिदीको चाहिँ कालो आएछ भाइ केही भनिदेऊ न फोटो चाहियो भन न जाडो भयो जाडो अहिले जाडो भयो आयो ससेज आयो दीक्षाले खानालाई ल दीक्षा खाइदेन आँगन ठुलो नखाने कुरो भएन भ्याइयो खाएर नि भ्याइयो
अब चाहिँ छ नि घर जाने होइन कतिखेर भिडियो हेर्दै त त्यता यिनी त भिडियो हाल्नै ठिक्कै होइन यहाँ यस्तो छ हेर्दा रमाइलो अहिले खाजा खाने बेला भएन र मान्छे त आएन नै त यस्तो हेर्छ एउटा केही छोडे छैनन् ल्याम लुम यत्रो धेरै खाए क्याप्सिकम खान्दैन यिनीहरूले आजको ब्लग यहीँ पायो हामी घर फर्किनलाई सब्सक्राइब गर्नु होला तिमीले गर्यौ लाइक सेयर सब्सक्राइब बाई बाई अब चाहिँ घर जाने बाई बल्ल फाइनली बाई 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 बाई